सन् 2018 मा फ्रान्स र क्रोएसिया बीच भएको फाइनल खेललाई विश्वभरिका करिब 1.12 अरब मानिसले टेलिभिजन र डिजिटल माध्यमद्वारा प्रत्यक्ष रूपमा हेरेका थिए। त्यस्तै 2022 मा अर्जेन्टिना र फ्रान्स बीच भएको विश्वकप फाइनल खेल हेर्ने दर्शकको संख्या करिब 1.5 अरब रहेको थियो र आजसम्म इतिहासमै सबैभन्दा धेरै दर्शकले हेरेको फाइनल खेल पनि यही रहेको छ। तर अब जुलाई 19 मा हुने फाइनल खेलले त्यो रेकर्ड पनि तोड्न सक्छ, किनभने यसपटक आम्ने सामने हुँदैछन् 2022 को विश्व विजेता अर्जेन्टिना र 2024 मा युरो कप जितेको स्पेन। विश्वकप जित्ने सपना धेरै टोलीले देख्छन्, तर फाइनलसम्म पुग्ने बाटो केवल प्रतिभाले मात्र होइन, दबाव सहन सक्ने क्षमता, रणनीति र निर्णायक क्षणमा सही निर्णयले तय गर्छ। अर्जेन्टिना र स्पेन दुवैले यही कुरा प्रमाणित गर्दै फाइनल पुग्ने अन्तिम दुई टोली बनेका छन्। 2022 मा विश्वकप जितेपछि धेरैलाई लागेको थियो के अर्जेन्टिनाको यो पुस्ताले फेरि त्यही स्तर कायम राख्न सक्छ होला। तर 2026 मा अर्जेन्टिनाले देखायो कि उनीहरूको सफलता केवल मेस्सीमा मात्र निर्भर थिएन। लियोनल स्कालोनीको टोलीले एउटा कुरा स्पष्ट गर्यो, उनीहरू परिस्थिति अनुसार खेल परिवर्तन गर्न सक्छन्। कहिले बल पोजिसन राखेर खेलको टेम्पो कन्ट्रोल गर्ने, कहिले डिफेन्सिभ स्ट्रक्चर बनाएर विपक्षीको गल्ती कुर्ने। अर्जेन्टिना दुवै तरिकाले खेल जित्न सक्षम देखियो। विशेष गरी नकआउट चरणमा दबाव बढ्दै जाँदा उनीहरूको अनुभव ठूलो हतियार बन्यो। कठिन अवस्थामा पनि नहात्तिने, सही समयमा आक्रमण गर्ने र खेलको निर्णायक क्षण कब्जा गर्ने क्षमता अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति रह्यो। अर्कोतिर स्पेनको यात्रा फरक थियो। उनीहरूले विश्वकपमा पुरानो स्पेनको पोजिसन फुटबललाई नयाँ पुस्ताको तीव्रता र आक्रमणसँग जोडेर खेले। स्पेनको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको खेलमा नियन्त्रण राख्नु हो। उनीहरू अपोनेन्टलाई लामो समयसम्म पछाडि दौडाउन सक्छन्, तर अहिलेको स्पेन केवल पास खेल्ने टोली होइन, उनीहरूसँग गति, व्यक्तिगत क्षमता र फाइनल थर्डमा निर्णायक बन्न सक्ने खेलाडीहरू छन्। विशेष गरी युवा खेलाडीहरूले देखाएको आत्मविश्वासले स्पेनलाई अझ खतरनाक बनाइरहेको छ। अर्जेन्टिना अनुभव र विजेता मानसिकताको बलमा फाइनल पुगेको छ भने उता स्पेन नयाँ पुस्ताको ऊर्जा र आधुनिक फुटबल शैलीको बलमा फाइनल पुगेको छ। फाइनल जित्नका लागि एउटा टोलीले अर्को टोलीको सबैभन्दा ठूलो स्ट्रेन्थलाई ब्रेक गर्नुपर्छ र यही ठाउँमा सुरु हुन्छ स्पेन र अर्जेन्टिना बीचको वास्तविक ट्याक्टिकल ब्याटल। स्पेनको फुटबल दर्शन एउटा कुरामा आधारित छ, यदि बल हामीसँग छ भने विपक्षीले आक्रमण गर्ने मौका कम पाउँछ। अहिलेको स्पेन केवल पुरानो टिकीटाका टोली मात्र होइन। पुरानो स्पेन धेरै पास र धैर्यमा निर्भर थियो भने अहिलेको स्पेनले त्यसमा गति र प्रत्यक्ष आक्रमण पनि थपेको छ। मिडफिल्डमा उनीहरू विपक्षीलाई तान्छन्, खाली ठाउँ सिर्जना गर्छन् र त्यसपछि अचानक गति बढाएर फाइनल थर्डमा प्रवेश गर्छन्। विशेष गरी एमाल जस्ता खेलाडीले एउटा सानो स्पेसलाई पनि ठूलो अवसरमा बदल्न सक्छन्। उनलाई 1 वर्सेस 1 को अवस्थामा छोडियो भने कुनै पनि डिफेन्डरका लागि समस्या बन्न सक्छन्। यता अर्जेन्टिनाको शैली अलि फरक छ। उनीहरूलाई सधैँ 60-70% पोजिसन चाहिँदैन, उनीहरूलाई चाहिन्छ सही समयमा सही निर्णय। अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति भनेको उनीहरूको डिफेन्सिभ स्ट्रक्चर र ट्रान्जिसन हो। बल गुमाएपछि तुरुन्त दबाव दिने, विपक्षीको गल्ती पर्खने र त्यसपछि तीव्र आक्रमण गर्ने क्षमता उनीहरूको पहिचान बनेको छ। मेस्सीको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। उनी केवल गोल गर्ने खेलाडी होइनन्, उनी खेलको गति परिवर्तन गर्ने खेलाडी हुन्। उनको एउटा पासले कुनै पनि टोलीको पूरा डिफेन्सिभ स्ट्रक्चर तोड्न सक्छ। यो फाइनलको युद्ध मिडफिल्डमा हुनेछ। यदि स्पेनले मिडफिल्डमा आफ्नो रिदम बनाउन सफल भयो भने उनीहरूले अर्जेन्टिनालाई लामो समयसम्म बल पोजिसन राखेर थकाउन सक्छन्। तर यदि अर्जेन्टिनाले मिडफिल्डमा दबाव बनाएर स्पेनको पासिङ रिदम बिगार्न सक्यो भने उनीहरूले आफ्नो सबैभन्दा खतरनाक ट्रान्जिसन अट्याक प्रयोग गर्न सक्छन्।